कसैले गाली गर्छन्, कसैले आहा कति राम्रो काम भन्छन्। देख्नेले उनी सिधा प्रश्न गरेको मात्र देख्छन्। कतै उनले गरेको कामको तारिफ गर्छन् त कतै के साह्रो जान्ने भाकी भन्छन्। फोहोर जथाभावी नगरौँ, फोहोर मैला गर्नाले हामी सबैको स्वास्थ्य खराब हुन्छ भन्नु उनको पाप नै हो र? गुड्खा, सुर्ती, चाउचाउ, बिस्कुटको खोल बाटोमा जहाँ खायो त्यहीँ फाल्ने हाम्रो नैतिकताले मान्ला र? हामी त्यो सोच्दैनौँ। उनले लगाएको क्यामेरा जडित चस्माले अरूको अनुमति बिना किन भिडियो खिचेको मात्र भन्न भ्याउँछौँ। जथाभावी फोहोर मैला गर्नु ठिक हो र? पक्कै होइन होला नि। सबै नागरिकले बुझ्नुपर्ने विषय न हो। खालि उनको बोल्ने शैली ठिक भएन, के साह्रो जान्ने भागी आदि इत्यादि गाली गरिरहन्छौँ। हो दर्शक महानुभावहरू, आज उनै साहसिक नेपाली चेली आशिका तामाङको बारेमा चर्चा गर्नेछौँ। सरकारी सम्पत्तिको संरक्षण गर्नु हामी सबै नागरिकको कर्तव्य हो। देशमा केही त्यस्ता कामहरू भएको पनि देखिन्छ जहाँ सरकारी सम्पत्तिलाई कमाइ खाने भाँडोको रूपमा प्रयोग गरिन्छ। यसमध्ये केही कुरा आशिका तामाङले पनि सार्वजनिक गरेकी थिइन्। झलुङ्गे पुल तर्दा पैसा तिर्नुपर्ने, मन्दिर परिसरमा जाँदा पैसा तिर्नुपर्ने, एयरपोर्टमा जाँदा पार्किङको शुल्क तिर्नुपर्ने, यो सर्वसाधारण जनतालाई ठग्ने प्रवृत्ति हाबी भएको हो भनेर उनले औँला उठाउँदै आएकी छिन्। केही महिना अगाडि यस्तै क्रियाकलापमा आबद्ध रहेको र समाजमा अभद्र व्यवहार फैलाएको भन्दै आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि अभद्र व्यवहार गरेको आरोपमा केही दिन हिरासत समेत बसेकी थिइन्। सरकारी साधनको दुरुपयोग, फुटपाथ व्यापारीहरूको चर्को मूल्य, लामो दूरीका यात्रुलाई खुवाउने खाना र सरसफाई आदिलाई ख्यालमा राख्दै उनले खबरदारी गर्ने गर्थिन्। सडक पेटीमा फास्टफुड राखेकाहरूदेखि एमआरपी मूल्यभन्दा बढीमा सामान बेच्नेहरूलाई उनले खबरदारी गर्ने गर्छिन्। उनको खबरदार गर्ने शैली ठिक नभएको पनि धेरैले गुनासो गरिरहँदा उनले समाजलाई दिएको तितो यथार्थ भने चित्रण भएको पाइन्छ। तपाईको खाने मान्छेले जसरी भित्र आएर होइन हामीलाई भोक लाग्यो भनेर आएर खान्छ के, बाहिर धुलोमा राख्नै पर्छ भन्ने छैन के। त्यो बुझ्नु हो? माछा खाने आउने हो, माछा खाने हुँदैछ। कसरी प्लेटको? आशिका तामाङले समाजसेवाको क्षेत्रमा आफूलाई स्थापित गर्ने प्रयास सन् 2010 को दशकको मध्यतिरबाट देखिन्छ। सन् 2015मा प्रकाशित एक समाचार अनुसार उनले आफ्नो गृह जिल्ला धादिङको गजुरी स्थित भद्रकाली गुरुकुल संस्कृत विद्यालयमा आश्रित 18 जना विद्यार्थीहरूलाई खाद्यान्न, लत्ता कपडा र स्टेसनरी सामग्री वितरण गरेकी थिइन्। यो कार्यक्रम भद्रकाली सामुदायिक विकास समाजको 14औं वार्षिक साधारण सभाको अवसरमा आयोजित थियो। उक्त कार्यक्रममा उनले विदेशमा कमाएको केही रकम र सामाजिक कार्यमा लगानी गर्ने इच्छा व्यक्त गरेकी थिइन्, जसले उनको समाजसेवाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। उनले भनेकी थिइन्, प्रशस्त पैसा कमाएर दान गर्न आएकी होइन, धनभन्दा मन ठुलो हो। उनले युवाहरूलाई सामाजिक कार्यमा सहभागी हुन प्रेरित गर्दै सरकारको मात्रै मुख नताक्न आह्वान गरेकी थिइन्। यद्यपि उनको समाजसेवाको नियतलाई लिएर समय समयमा प्रश्नहरू पनि उठिरहेका छन्। सन् 2024मा टेकवाना.com मा प्रकाशित एक लेखमा उनको समाजसेवालाई प्रदर्शनकारी र भाइरल हुने बहानाको रूपमा व्याख्या गरिएको थियो। लेखमा भनिएको छ कि उनको समाजसेवामा सुरुमा निस्वार्थ देखिए पनि पछि गएर त्यसको उद्देश्य लोकप्रियता र सामाजिक सञ्जालमा हाइप सिर्जना गर्नमा केन्द्रित भएको जस्तो देखिन्छ। यस्ता टिप्पणीहरूले उनको समाजसेवाप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। आशिका तामाङको जीवनमा कानुनी विवाद र जेल जीवनले पनि महत्त्वपूर्ण स्थान ओगटेको छ। सन् 2025मा उनलाई अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको समाचार प्रकाशित भएका थिए। पक्राउपछि उनलाई गौशाला प्रहरीले हिरासतमा राखेको थियो। त्यसैगरी जनबली.com का अनुसार माघ 2, 2081मा पक्राउ परेकी आशिकालाई अभद्र व्यवहारको अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको समाचार शुद्ध प्रकाशित भएको थियो। आशिकाको जेल जीवन र कानुनी विवादले उनको सार्वजनिक छविमा ठूलो प्रभाव पारेको छ। कतिपयले उनलाई पीडितको रूपमा हेरेका छन् भने कतिपयले उनको व्यवहारलाई सामाजिक अराजकतासँग जोडेर आलोचना गरेका छन्। यी विवादहरूले उनको समाजसेवी र अभिनेत्रीको छविलाई समेत प्रभावित गरेको देखिन्छ। आशिका तामाङको चलचित्र क्षेत्रमा प्रवेश मोडलिङबाट भएको थियो, जसलाई उनले पछि अभिनय र निर्मातासम्म विस्तार गरिन्। सन् 2015मा उनले आफ्नो एकल लगानीमा
एउटा चलचित्र निर्माण गर्ने तयारीमा थिइन् जुन चैतको अन्त्यबाट छायाङ्कनमा जाने योजना थियो। साथै उनले एक चलचित्रमा मुख्य नायिकाको भूमिकामा अनुबन्धित भएको समाचारहरू पनि प्रकाशित भएका थिए। उनको चलचित्र यात्रा विशेष गरी सामाजिक सन्देश बोकेका परिवारजनहरूसँग जोडिएको देखिन्छ। यद्यपि उनको चलचित्रहरूको व्यावसायिक सफलता वा समीक्षात्मक मूल्याङ्कनबारे विस्तृत जानकारी उपलब्ध नभए तापनि उनको चलचित्र क्षेत्रको कामलाई उनको समाजसेवा र व्यक्तिगत जीवनका विवादहरूले पनि ओझेलमा पारेको देखिन्छ। आशिका तामाङको जीवनले हामीलाई समाजसेवा, व्यक्तिगत छवि र सामाजिक अपेक्षाहरूको जटिल सम्बन्धबारे सोच्न बाध्य बनाउँछ। उनको कथाले यो पनि देखाउँछ कि सार्वजनिक जीवनमा सकारात्मक योगदान र विवादहरू सधैँ सँगसँगै आउन सक्छन्।